नेपालमा राजावादी अर्थात् राजतन्त्र फिर्ता चाहने मानिसहरूलाई अधिकांश नेपाली जनताले अलिक तल्लो नजरले हेर्ने गर्दछ। एज इन कस्तो मूर्ख हुन् यी राजावादीहरू, इतिहासकै सबैभन्दा उत्तम राजनीतिक प्रणाली गणतन्त्रमा बस्नु पाउँदा नि यी दास मानसिकता भएकाहरूलाई त्यही पिछडिएको राजतन्त्र प्रणाली नै चाहिएको छ। यस्ता मूर्ख नमुनाहरू त संसारभरि नेपालमा मात्र पाइन्छन् होला जस्तो खालको भनाइहरू त हामीले राजावादीहरू विरुद्ध प्रयोग भएको सुनिराख्छौँ। तर वाट इफ आई टेल यु कि ती कुराहरू सत्य होइनन्, किनकि गणतन्त्रमा भए तापनि नेपाल बाहेक संसारमा अरू धेरै देशहरू छन् जहाँ मानिसहरू राजतन्त्र फिर्ता चाहन्छन्, जसमा नेपाल पछिको वान अफ द स्ट्रङ्गेस्ट क्यान्डिडेट हो इरान, जहाँ मानिसहरू राजतन्त्र फिर्ता चाहन्छन् किनभने अहिलेको इस्लामिक रेजिममा मानिसहरूको बेसिक मानव अधिकारहरूको उल्लङ्घन साथसाथै एकदम धेरै दमन र शोषण भइरहेको छ, जसकारण इरानमा राजतन्त्र फिर्ता चाहने नि गुड इनफ जमात जम्मा भइसकेको छ, जसले गर्दा इजरायल नि लागि परेको छ कि यो इस्लामिक रेजिम हटाएर उनीहरूको लागि पनि अनुकूल हुने राजतन्त्रलाई इरानमा फिर्ता ल्याउन। र यदि इरानमा राजतन्त्र फिर्ता हुन्छ भने इरानका राजा बन्नेछन् रेजा पल्लवी। अनि त्यस्तै गरी राजतन्त्र फिर्ता चाहने राम्रो जमात भएका अरू देशहरू हुन् ब्राजिल, सर्बिया, रोमेनिया, जोर्जिया, लिबिया। र यी देशहरू इकोनोमिकली र कल्चरली अलमोस्ट सबै कुरामा नेपालभन्दा फरक भए तापनि यिनीहरूले राजतन्त्र फिर्ता चाहने कारण चाहिँ नेपालको जस्तै रहेको छ, जस्तै कि जनताको पिरमर्का र बाधा जस्ताका त्यस्तै रह्यो, नेताहरू नै आफ्नो शासन सत्ताको दुरुपयोग गर्नु थाले, भ्रष्टाचार झन बढ्यो, देशको विकासको गति झन सुस्तायो, बरु उल्टै देशमा अशान्ति फैलियो, विदेशी हस्तक्षेप अझ भित्रियो, सम्पूर्ण देश नै ओह्रालो लाग्यो। अनि बाइ द वे मैले यो भिडियो बनाएर एउटा साइडलाई सपोर्ट र अर्कोलाई निचा चाहिँ देखाउनु खोजेको होइन, म त साइन्सको तर्फबाट हो, जस्ट स्ट्याट्स र फ्याक्ट्स भन्नु आएको, सो द्याट नेक्स्ट टाइम अब यी दुई समूह बीच डिबेट हुँदा क्रिटिसाइज गर्ने साइडले नि मोर फ्याक्चुअली र एक्युरेटली क्रिटिसाइज गरोस् र डिफेन्ड गर्ने साइडले नि मोर फ्याक्चुअली र एक्युरेटली डिफेन्ड गरोस्।